कलेजको पहिलो दिन थियो। सबैजना नयाँ अनुहार, नयाँ सपना, थोरै डर लिएर आएका थिए। श्रृङ्खला पनि त्यस्तै एक सामान्य केटी थिइन्। किताबहरू काफीमा च्यापेर चुपचाप कुनामा बसेकी थिइन्। यत्तिकैमा एउटा केटा ठोकिएर भुइँमा लड्यो। सबैजना हाँस्न थाले। त्यो केटाले थाहा पायो कि हाँसो छर्न सके कलेज एकदमै रमाइलो हुनेछ भनेर। नाम थियो समीर। ऊ श्रृङ्खलाको अगाडि बसेको थियो। एक दिन कलेजको बायोलोजिकल कक्षा चल्दै थियो। प्रोफेसरले गम्भीर कुरा गर्दै थिए मुटुको संरचना बारेमा। समीरले अचानक श्रृङ्खलातिर फर्केर बडो गम्भीर स्वरमा भन्यो, तिमी त मुटु नै हल्लाउने शक्तिको संरचना हो। श्रृङ्खला अक्क न बक्क भई उनको गाला रातो रातो भयो। तर त्यो दिनबाट सुरु भयो हाँसोमा लुकेको मायाको पहिलो सङ्केत। समीरको हाँसो हेर्नु मात्र के थियो, श्रृङ्खलालाई उनको दाँतबाट नै मोहनी लाग्थ्यो। साँच्चै भन्नुपर्दा समीरको दाँत अलिकति अगाडि निस्किएको थियो, तर त्यही खोटमा उनलाई अरूभन्दा फरक बनाइरहेको थियो। त्यो हाँसोमा, त्यो सरलपनमा र त्यो बेफिक्रीपनमा श्रृङ्खलाको मन भने गहिरिँदै थियो। एक दिन समीरले श्रृङ्खलासँग भने, तिमी हाँस्दा त आकाश नै उज्यालो हुन्छ जस्तो लाग्छ। श्रृङ्खला पनि लजाउँदै भन्न थालिन् कि तिमी पनि हाँसोले मात्र होइन, तिम्रो त दाँतले नै मोहनी लगाउँछ मलाई। त्यही दिनदेखि उनीहरूको बीचमा नयाँ नाम चल्न थाल्यो, दाँतै मोहनी। समीर जिस्किँदै भन्थ्यो, कहिले पनि ब्रेसेस लगाउँदिनँ म, यो मोहनी हराउँछ भनेर। दुवैजना मजाले हाँस्न थाले। तर माया त्यति सरल कहाँ हुन्छ र। कलेज सकिन लाग्यो। श्रृङ्खला काठमाडौँमै पढ्ने योजना बनाइरहेकी थिइन्। समीर पनि घर फर्केर विदेश जाने तयारी गरिरहेको थियो। बिदाइका दिन उनीहरू अन्तिम पटक कलेजको गेटमा उभिएका थिए। समीरले गम्भीर स्वरमा भन्यो, म जानु त छ, तर तिमीलाई बिर्सिन सक्दिनँ। श्रृङ्खलाको आँखाबाट आँसु झर्यो। तिमी गएका दिनदेखि तिम्रो हाँसोले मलाई एक्लो बनाउनेछ। त्यो दिन दुईजनाको आत्मीयता त मजबुत भएको थियो, तर दूरीले त्यो मायालाई परीक्षामा राखेको थियो। 3 वर्ष बिते। श्रृङ्खला अस्पतालमा इन्टर्न गर्दै थिइन्। एक दिन बिरामी एउटा आए। अनुहार मास्कले ढाकिएको थियो, तर आँखा पनि परिचित थियो। जब मास्क खोलियो, समीर मुस्कुराउँदै भन्न थाल्यो, अझै दाँतमा मेरो मोहनी छ। श्रृङ्खला छक्क परिन्। समीर नेपाल फर्किएको रहेछ। अब उनीहरू फेरि नजिकिए। तर त्यो पल पहिलाको किशोर अवस्थाको जस्तो माया थिएन। यो माया परिपक्व, स्थिर र समझदारीमा आधारित थियो। समीर नेपाल फर्किएपछि श्रृङ्खलासँगको सम्बन्ध अझै बलियो बन्यो। श्रृङ्खला अब डाक्टर बनिसकेकी थिइन्। समीरले काठमाडौँमा सानो कम्पनी खोल्दै थियो। एक दिन समीरले श्रृङ्खलालाई सोध्यो, अब त तिमी मसँग जिन्दगी बिताउने हो नि। श्रृङ्खला लजाउँदै भन्न थालिन्, तिम्रो दाँत र तिम्रो मनसँग बाँकी जीवन बिताउन मलाई कुनै आपत्ति छैन भन्दै श्रृङ्खला लजाउन थालिन्। त्यसपछि दुवैले आफ्ना घरमा कुरा राखे। तर यत्तिकै सजिलो थिएन यो सम्बन्ध अगाडि बढाउन। श्रृङ्खलाको परिवारले भने, ऊ विदेश पढ्न नजाने केटो, सधैँ नेपालमै बस्ने, नेपालमा भविष्य के देखिन्छ र। समीरलाई चोट लाग्यो, तर श्रृङ्खलाले दृढतापूर्वक भनी, म निर्णय गरिसकेको छु। भविष्य बनाउने हो भने माया, मेहनत र साथ चाहिन्छ, सम्पत्ति होइन। 5 महिनापछि दुवैले सादगीपूर्ण र भावनात्मक विवाह गरे। विवाहको दिन समीरले भन्यो, आजको दिन यो दन्ते मोहनी अफिसियली तिमीले मात्रै पाएको छौ। सबैजना हाँसे। हाँसोसँगै रोदन पनि थियो। त्यो खुसीको हाँसो थियो। अनि उनीहरूले बधाई पनि पाए, यो लामो जीवन सँगै मिलेर काट्नु है भनेर।